पहिलो पटक प्लेन चढ्दै हुनुहुन्छ? डराउनु पर्दैन, म स्टेप बाई स्टेप सिकाउने छु। सबैभन्दा पहिले त अनलाइन वा एयरलाइन्सको काउन्टरदेखि हामीले टिकट लिनुपर्छ। त्यसपछि उडानको दिन 1 घन्टा पहिले नै एयरपोर्ट पुगेर यो गेटमा आफ्नो टिकट देखाएर भित्र पस्नुपर्छ। गेट नजिकै सिक्युरिटी मेसिन हुन्छ, त्यसमा आफ्नो लगेज चेक जाँच गर्ने। त्यसपछि सम्बन्धित एयरलाइन्सको काउन्टरमा जाने, जस्तै सिरी एयरलाइन्सको, बुद्ध एयरको वा यति एयरलाइन्सको। त्यसपछि काउन्टरमा पुगेपछि आफ्नो आइडी र टिकट देखाएर बोर्डिङ पास लिने र आफूसँग भएको लगेजहरू पनि त्यहीँ बुझाउने। त्यसपछि बोर्डिङ पास देखाएर त्यहाँदेखि ह्यान्ड क्यारी ब्याग सिक्युरिटी चेक गराएर डिपार्चर हलमा जाने। त्यहाँ आफ्नो फ्लाइट पर्खेर बस्ने। एयरलाइन्स स्टाफबाट फ्लाइट एनाउन्स पाएपछि बोर्डिङ पास देखाएर पालैपालो जहाजभित्र जाने। बोर्डिङ पासमै आफ्नो सिट नम्बर दिएको हुन्छ, सोही अनुसार आफ्नो सिटमा बस्ने र बेल्ट बाँध्ने र आरामदायी यात्रा गर्ने। यात्रामा के सामान लिन पाइन्छ, के लिन पाइँदैन, कति सामान लिन पाइन्छ भन्ने बारेमा पहिले नै मैले भिडियो बनाइसकेको छु। प्रोफाइल चेक गर्नुहोला।